Pikachu. Hello guys, good morning सबैजनालाई सबैजना आरामै हुनुहुन्छ होला म पनि आरामै छु So guys यो चाहिँ मेरो पुरानो घर सायद 80s 70s को होला हैन यो पनि पुरानै हो तर अहिलेलाई यो नयाँ छ यो भन्दा भनौँ न सानो घर छ जस ल गाइस गुड मर्निङ सबैजनालाई So होला लेट्स सी आज के हुन्छ है हेलो गाइस म यहाँ अफ आइसकेँ है घरबाट निस्किसक्यो अब ड्युटी जानु लाग्यो काम पनि गर्नु पऱ्यो ठिकै अब भ्लग बनाएर त भएन होइन अब जागिर पनि छ मेरो जागिरबाट आएको तलले त पुग्न त तर पनि अब त्यो गर्नु पऱ्यो लाइफमा यतिकै बसेर त भएन होइन अब पैसा कमाउनु पऱ्यो होइन गाइस अब सो यहाँ आयो अनि कफी खायो ठिकै दाइलाई पनि भेटेँ दाइसँग त्यसै कुरा गरौँ न त हेलो मेरो दाइ ओ मेरो भाइ के छ मेरो दाइ एकदम ठिक छ यार भाइ यार आजको दिन कस्तो चलिरहेको छ दिन आजको दिन एकदम फर्स्ट चाहिँ खाइयो होइन त्यसपछि गए देखा जाएगा के हुन्छ बिस्तारै आफ्नै कामतिर लाग्नु पर्यो भाइको भ्लगलाई यसो लाइक सब्सक्राइब गरिदिनु डिसी अझै होइन डिसी अन्डरस्कोर अझै डिसी अन्डरस्कोर अझै भ्लगलाई चाहिँ सब्सक्राइब लाइक र के अरे गरिदिनु होला थ्याङ्क यू दाइलाई फेरि होइन सब्सक्राइब गरिदिनु भन्नु न भन्ने है त्यति नै भनिदिँदा क्या गाह्रो छ लगाइस सियु अब चाहिँ के गाइस म चाहिँ कामतिर लागेको अब जान्छु ल हिँड्नुहोस् गाइस मेरो बसन्ती ल बाई बाई Pikachu. यसको कान चाहिँ हो क्या है यो चाहिँ 5वटामा एउटा सानो हो यो तर यसको कान चाहिँ खतरा हिरोइन होइन हिरोइन गाइस है हामीसँग म चाहिँ यहाँ ठ्याक्क काममा आइसकेको थिएँ अनि हामीसँग एकजना कलाकार हुनुहुन्छ कि होइन जो कला चाहिँ छुपा रुस्तम कि भित्रभित्र कुट के भन्छ नि हो त्यस्तो कलाकार हुनुहुन्छ जस उहाँलाई पनि उहाँको कला पनि हेरिदिउँ न त है ल खड्काइँदा होस् अब यहाँ अब दपमा थियो म पनि त्यही भएर अब यसो आफ्नो कला देखाइदिउँ भनेर देखाउनु लाग्यो है भन्दा म पहिला मरौला स्वर्ग जाने बाटोमै कुरौला ए माया नमाया ल हेलो गाइस होइन अहिले क्लास आएको थियो क्लासबाट क्लास सक्यो अब क्लासबाट दाजुभाइ छुट्टिन्छ मेरो दाइ त जहिले पनि आउटस्ट्यान्डिङ ड्रेसअपमा आउँदाखेरि पनि कस्तो ह्यान्सी भएर आएको आज मेरो दाइ के भन्नु छ आजको क्लास चाहिँ अहिले झ्याउ लाग्यो मलाई चाहिँ होइन बुझ्दै पढेको हो तर मैले नि बुझेको थिएन यसो बुझेँ जस्तो गरिदिएको त आउँदो रहेछ है ल बाई बाई है सबैजनालाई अहिले भेटौँ ल क्लासबाट रुच्दै आयो यार पानी परेर लास्ट झ्याउ आयो यार पानी लिने यार ठ्याट रेनकोट लिएर आउँछन् भने बिर्सेको थिएँ यहाँ अफिसको रेनकोट लिएर गएँ जस क्लास गएर आएर अब खाजा खाँदैछु गाइज खाजा खानुभयो होला सबैजनाले आई होप है ल आज त अब भिडियो पनि यतैको क्लासतिरको अफिसतिरको मात्रै आउँछ है हेरिदिनु होला खाना खाने बेला भएछ है
अब आजको दिन त्यस्तै भयो, कहीँ घुम्न सुम्न यताउता भएन। जस्ट ड्युटीबाट क्लासबाट फेरि ड्युटी होइन, लुपमा चलिरहेछ। जस्ट केटाहरूको माया हेर्नु न गाइज फेरि। ए आमा के हो यो बङ्गुर हो खड्क्या? बङ्गुर हो। के हो, किन हो यस्तो दिन प्रतिदिन यति धेरै माया गर्दै जानुको कारण? के गर्ने अब, पहिला हिजो अस्ति चाहिँ अब दाइलाई अब कति माया गर्थेँ, त्यति बेला दाइलाई गर्न पाइएन। अहिले दाइको अब त्यसलाई गरेछु भनेर चाहिँ हजुरलाई गरिरहेको छु। त्यही सम्झनामा चाहिँ अब यसो हाम्रो माया खुसी सबै कुराहरू अब मिलिजुली टक्क अब मिठो नमिठो भए पनि एक दुई गाँस हालिदिउँ न त ल है। ल तर कि यो चाहिँ किचन स्टाफ छ होइन यहाँ, अनि जस मिठो खुवाउँछ कि है। अनि अलिकति हरिफ छ मान्छे है। ल थ्याङ्क यू फर वाचिङ है गाइज है। यही भिडियोबाट इन्डिङ गर्छु होला है म है। ल बाई गाइज, थ्याङ्क यू फर वाचिङ है। अनि आजको दिन राम्रै भयो होइन, पानी पऱ्यो, घाम लाग्यो होइन, यस्तै छ पोखराको मौसम। अनि कस्तो भयो तपाईँहरूको दिन होइन? आई होप रमाइलो भयो होला। Don't forget to like, subscribe and comment and press the bell icon guys. सुरुमा सपोर्ट गर्नु भयो नि होइन, गर्नु न ल। गुड नाइट, बाई बाई।